राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद। झापा जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित यो झापा जिल्लाको 15वटा स्थानीय तहमा भइरहेको व्यतिथि र स्थानीय तहका समसामयिक विषय र विभिन्न अहिले चाहिँ यो वर्षायाममा रहेका कृषकहरूको विशेष गरी मलको अभाव, यो अहिले छछिमेकमा रहेका यो चाहिँ नै एक प्रकारको चाहिँ नै लामखुट्टेको प्रकोप, स्थानीय तहभन्दा माथिल्लो स्तरमा हामीले चाहिँ तहगत बोध गराउनुको निमित्त सीमा विवाद अहिले भर्खरै यो जेठ 15 गतेको बजेट भाषण पश्चात आएको तपाईको चाहिँ यो विद्युत महसुलमा कर लाग्ने कुराहरू आदि इत्यादि लिएर हामीले चाहिँ यो भद्रपुर नगरपालिकाका प्रमुख, यहाँका प्रमुख प्रशासकीय अधिकृत लगायत यहाँका व्यक्तिहरूलाई हामी एउटा ज्ञापन पत्र लिएर आएको छौँ। नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रिय दलको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको यस भद्रपुर नगरपालिकाको कार्य समितिको तर्फबाट यस पालिकाका जनतासँग प्रत्यक्ष जोडिएका विविध समस्या र विषयमा पालिकाको तर्फबाट सम्बोधन हुन सक्ने विषयहरू सम्बोधन गरिदिनु हुन र सम्बोधन हुन नसक्ने विषयहरू सम्बन्धित निकायमा ध्यानकर्षण गराइदिनु हुन यस ज्ञापन पत्र मार्फत अनुरोध गर्दछौँ। समस्या तथा मागहरू मध्य खेतीको समय भइसक्दा पनि कृषि मल पर्याप्त रूपमा किसानहरूले पाउन नसकेको अवस्थामा तत्काल कृषि मल, बिउ, कीटनाशक औषधि जस्ता कृषिजन्य वस्तुहरूको सहज आपूर्तिको व्यवस्था मिलाइयोस्। नयाँ सरकार निर्माणसँगै मुलुकभरिका भूमिहीन, अव्यवस्थित बसोबासी र लामो समयदेखि जग्गा धनी प्रमाण पूर्जा प्राप्त नगरेको अवस्थामा रहेका सुकुम्बासीहरू आतंकित भइरहेको अवस्थामा अनर्गल हो हल्लाको बीचमा नगरवासीहरू चिन्तित रहेको बेला सुकुम्बासीहरूको अभिभावकत्व ग्रहण गर्ने, आश्वस्तता प्रदान गर्ने र वास्तविक सुकुम्बासीहरूको उचित व्यवस्थापन, लामो समयदेखि बसोबास गरेका जग्गा धनी प्रमाण पूर्जा प्राप्त नगरेको अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा प्राप्त हुने वातावरण निर्माणका लागि पहल गरिदिनु अनुरोध गर्दछौँ। नेपाल सरकारले हालै जारी गरेको परिपत्रबाट लाखौँ स्वास्थ्य बिमित जनताको स्वास्थ्य उपचारमा अनियोग र समस्या देखेको हुनाले गरिब जनता उपचारको अभावमा मृत्युवरण गर्न बाध्य हुने परिस्थिति आएकोले तत्काल बिमाबाट गरिने उपचार पद्धतिलाई सहज, सर्वसुलभ र झन्झटमुक्त बनाइयोस्। किसानहरूले उत्पादन गरेको खाद्य तथा नगदे बालीको बिक्री वितरणको सरकारले तोकेको आधारमा मूल्य समेत प्राप्त गर्न नसकेको अवस्थामा स्थानीय किसानहरूको उत्पादन बिक्री वितरण गर्न न्यूनतम समर्थन मूल्य पाउने अनिवार्य व्यवस्था गरियोस्। पालिका स्तरबाट बजेट निर्माणको समय आइरहेकोले बजेटको प्राथमिकतामा कृषक, मजदुर र विपन्न वर्गलाई राखियोस्। पालिकाबाट वितरण गरिने कृषिजन्य सामग्रीहरूको वितरण प्रक्रिया पारदर्शी र निष्पक्ष गरियोस्। सरकारले हालै प्रस्तुत गरेको बजेट वक्तव्य पछाडि बजारमा उपभोग्य वस्तुहरूको व्यापक मूल्य वृद्धि भएको छ। यसबाट सर्वसाधारण मारमा परेको अवस्थालाई मध्यनजर गरी प्रभावकारी अनुगमन तथा नियमनको माग गर्दछौँ। साथै हरेक पसलहरूमा मूल्य सूची राख्ने व्यवस्था कायम गरियोस्। शिक्षा, स्वास्थ्य, विद्युत जस्ता विषयमा जनतालाई करको भार थोपरिएकोले वर्तमान बजेटको व्यवस्थालाई सच्याउन पहल गरियोस्। ग्यासको आपूर्ति सहजताका लागि नगरपालिका स्तरबाट समेत दबाव र प्रयत्न गरियोस्। भद्रपुर नगरपालिका भित्र भइरहेको सबै विकास निर्माणको योजनालाई गुणस्तर र पारदर्शिता सहित समयमा सम्पन्न गराउन हुन अनुरोध छ र भद्रपुर बजारको मुख्य सडक अति नै अस्तव्यस्त र लामो समयदेखि जो जीर्ण छ, त्यो त्यस्तो अवस्थामा रहेको सडक तुरन्त नगरपालिका तर्फबाट पहल गरी निर्माण गरियोस्। महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष पालिकाको बेरुजु रकम बढ्नु चिन्ताको विषय हो। तसर्थ बेरुजु रकमलाई नियमित गर्न र असुल गर्नुपर्ने रकम तत्काल असुल गरियोस्। नेपाल सरकारको निःशुल्क भनेको सामुदायिक विद्यालयको शिक्षामा समेत प्रत्यक्ष रूपमा शुल्क असुल गरिएको जनगुनासो प्राप्त भएको हुनाले उक्त कार्यलाई नियमन गरियोस्। घर नक्सा पास, सिफारिस दस्तुर जस्ता नगरपालिकाबाट लिने महँगो करको दरलाई जनताको पहुँच अनुसार बनाइ परिमार्जित गरियोस्। खुल्ला सिमानाका कारण भद्रपुर नगरपालिका लागु औषधको केन्द्रबिन्दु जस्तो भएको कारणले युवा पुस्ताहरूमा अत्याधिक लागु औषधको प्रभाव बढेको छ। यस्ता लागु औषध नियन्त्रणको निमित्त सम्बन्धित निकायसँग आवश्यक पहल गरी रोकथामको निमित्त जनचेतनामूलक कार्यक्रम तीव्र रूपमा अघि सारियोस्। भद्रपुर नगरपालिका भित्र रहेका सबै सडकहरूमा दुर्घटना, चोरी, अपराधजन्य जस्ता गतिविधिहरू न्यूनीकरण गर्न सम्बन्धित पालिकाले सडक बत्ती, सडक CCTV जस्ता आवश्यक वस्तुहरू अनिवार्य रूपमा जडान गरोस्।
वर्षायामसँगसँगै अत्याधिक गर्मीको कारण नगरभरि रहेको बजार क्षेत्र तथा बसोबास क्षेत्रमा लामखुट्टेको कारण हुने डेङ्गु मलेरिया जस्ता रोगको उच्च जोखिम बढेकोले रोग नियन्त्रण गर्न लामखुट्टे न्यूनीकरणको निमित्त अनिवार्य रूपमा नगरभरि कीटनाशक औषधि छिट्ने कार्य गरियोस्। अन्त्यमा जनता र जनजीविकाका पक्षमा क्रियाशील एक राष्ट्रिय राजनीतिक दलको तर्फबाट यस पालिकामा सुशासन, विकास, सामाजिक तथा धार्मिक सद्भाव कायम गराउन, जनताको आधारभूत र मौलिक हक उपभोग गर्न पाउने परिस्थितिको निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी यस पालिकासँग सधैँ सहकार्य गर्न प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर कार्य समितिको तर्फबाट ज्ञापन पत्र मार्फत प्रस्तुत गरिएको विषयहरूप्रति गम्भीर बनी कार्यान्वयनको लागि समेत यसै ज्ञापन पत्रद्वारा हार्दिक अनुरोध गर्दछौँ।